अब त्यही गएर किडनीतिर जम्मा भयो भने किडनी फेल भयो, त्यहाँ स्टोन भयो भन्छन्। त्यही लिभरतिर जम्यो भने फ्याटी लिभर भयो भन्छन्। त्यही आँखातिर जम्यो भने जलबिन्दु भयो, मोतीबिन्दु भयो भन्छन्। त्यही ब्रेस्टतिर, पाटेघरतिर, ब्रेनतिर जम्यो भने ट्युमर भयो, सिस्ट भयो भन्छन्। त्यही फोक्सोतिर जम्यो भनेपछि त्यहाँ अस्थमा भयो, निमोनिया भयो, टिबी भयो भन्छन्। त हाम्रो डक्टर त हाम्रो शरीर हो नि त, स्वयं शरीर हो। शरीरसँग मात्रै त्यो क्षमता छ जसले सम्पूर्ण रोगबाट हामीलाई बचाएर राख्न सक्छ। अब यहाँ खाना बन्द गरिदियो, त्यस्तो दूषित चिज र प्राकृतिक आहार चाहिँ जे खानु हुने चिज हो त्यो खाएपछि त बिस्तारै सफा हुँदै जान्छ अनि अटोमेटिक ठिक भइहाल्यो। त्यहाँ के छ त, त्यहाँ जान्नुपर्ने गर्नुपर्ने केही छँदै छैन। अन्तिम अवस्थामा पुगेका मान्छेहरू पनि सबै ठिक भएर जाने हुन्। यी कुराहरू त सामान्य कुरा छन् त, यो त घरमा जसले गरे पनि भइहाल्यो। जसलाई डर लाग्छ, जो तर्सिन्छन्, उनीहरूले त यहाँ आउनु पर्यो, यहाँ पैसा पनि तिर्नु पर्यो होइन। घरमा आफैले गऱ्यो भनेपछि के को पैसा तिर्नु पर्यो? केही न केही रोगै छैन भने त्यहाँ के डराउनु पर्यो, के चिन्ता छ त? पञ्चतत्त्वबाट यो प्रकृति माताबाट जति हामी टाढा जान्छौँ त्यति नै हामीलाई गाह्रो हुँदै जान्छ हैन। तर अरू सम्पूर्ण प्राणीहरू प्रकृति मातासँगै रहेका हुन्छन्। त्यही नै रहस्य हो, उनीहरू कहिले पनि बिरामी हुँदैनन्। शरीरले बाहिर निकाल्ने अवसर पनि पाउँदैन। किन? हालेको छ हालेको छ हालेको छ हालेको छ, त्यो थपिँदै थपिँदै जान्छ। त्यसैले हाम्रो शरीरको सिस्टमलाई काम गर्न बाधा अडचन गर्ने मात्रै हो, अरू रोग भन्ने केही पनि हुँदैन। अरू त सबै फर्जी कुरा हो। अब यहाँ खाना बन्द गरिदियो, त्यस्तो दूषित चिज र प्राकृतिक आहार चाहिँ जे खानु हुने चिज हो त्यो खाएपछि त बिस्तारै सफा हुँदै जान्छ अनि अटोमेटिक ठिक भइहाल्यो। त्यहाँ के छ त, त्यहाँ जान्नुपर्ने गर्नुपर्ने केही छँदै छैन। वार्षिक 7 लाख मान्छेहरू मुटुको समस्याबाट मृत्यु हुन्छ। सबै ती उपचारै गरेर मृत्यु हुने हो, सबै ती दबाई खाइरहेकैहरू हुन्। अनि दबाईले कसरी ठिक गर्न सक्छ त? डाक्टर साहब नमस्कार। नमस्कार हजुर, स्वागत छ यहाँलाई। धन्यवाद हजुर। अब हामीले एकदमै धेरै कुराहरू सुनिसकेपछि तपाईँसँग खानपानको विषयमा कुराकानी गर्नै मन लाग्यो हैन। तपाईँलाई चाहिँ एउटा आरोप पनि छ, डाक्टर पूर्ण साईले चाहिँ हस्पिटल नजाऊ, म कहाँ आऊ, म खानपानले मात्रै ठिक्क पार्छु भनेर भन्छ भनेर तपाईँलाई एउटा आरोप छ। किन तपाईँ त्यसरी आफ्नो मात्रै बोलाउनुहुन्छ? राम्रो प्रश्न गरिबक्स्यो हजुरले। अब खानपानले नै सबै कुरा ठिक हुन्छ र चाहिँ सबै यहीँ आऊ भनेको होइन। यहाँ आऊ होइन कि घरमै बस्छ र आफ्नो उपचार गर भनेको हो होइन। अस्पतालले कसैलाई ठिक गर्न सक्दैन। अस्पतालले ठिक गर्ने भएको भए त अमेरिकाका मानिसहरू सबै ठिक भइहाल्थे। संसारका टप हस्पिटल अमेरिकामै छन्, टप डक्टर त्यहीँ छन्। अनि यहाँको सम्पूर्ण विद्या जो छ संसारभरि अस्पतालको त्यो पनि उनीहरूकै हो। त भने उनीहरू नै सबैभन्दा अस्वस्थ छन्। वार्षिक 7 लाख मान्छेहरू मुटुको समस्याबाट मृत्यु हुन्छ। सबै ती उपचारै गरेर मृत्यु हुने हो, सबै ती दबाई खाइरहेकैहरू हुन्। अनि दबाईले कसरी ठिक गर्न सक्छ त? उनीहरू स्वयमै ठिक हुँदैन भने उनीहरूको दबाईले, उनीहरूको उपचारले हामी कसरी ठिक हुने हो त? क्यान्सरको नाउँमा पनि वार्षिक 6 लाख मान्छेहरूको मृत्यु हुन्छ अमेरिकामा। त्यहाँ त अब त 200 मान्छे पनि मृत्यु नहुनु पर्ने, 100 मान्छे पनि मृत्यु नहुनु पर्ने। किनभने अस्पताल र चाहिँ दबाईले कसैलाई ठिक गर्ने होइन, अस्पताल र दबाईले स्वस्थ मान्छेलाई पनि बिरामी बनाउने हो। अब यत्र सयौँ बिरामीहरू ठिक भएर अन्तर्वार्ता दिइसकेका छन् त उनीहरू दबाई खाँदा खाँदा ठाडै नउठ्ने हो र दबाई छोडेर न ठिक हुने हुन्। तर अब नेचुरोप्याथी भनेको के हो त भन्दाखेरि हामी जन्मैबाट आँखा, नाक, कान, हात खुट्टा लिएर आएका हुन्छौँ। त्यसरी नै बाँचुन्जेल निरोगी हुने भन्ने कुरा पनि सँगै लिएर आएका हुन्छौँ। यो धरतीमा मानिस मात्रै प्राणी छैन, करोडौँ थरीका अरबौँ प्राणीहरू यहाँ बसोबास गर्छन्। ती करोडौँ थरीका प्राणीमध्ये एउटा प्राणी हो मानिस भनेको है। ती अरू प्राणीहरू त खोइ कसैले त दबाई त सेवन गर्दैन, उनीहरूको अस्पताल पनि छैन, उनीहरूको डक्टर पनि छैन, उनीहरू कहिले बिरामी पनि हुँदैन। फेरि बिरामी भइहाल्यो भने पनि आफ्नो उपचार त आफै गर्छन् नि। त हाम्रो डक्टर त हाम्रो शरीर हो नि त, स्वयं शरीर हो। शरीरसँग मात्रै त्यो क्षमता छ जसले सम्पूर्ण रोगबाट हामीलाई बचाएर राख्न सक्छ, सम्पूर्ण रोगबाट हामीलाई चाहिँ निको बनाउन सक्छ। त्यो शक्ति त शरीरसँग मात्रै छ। शरीर बाहेक हाम्रो डक्टर अरू कोही पनि हुन सक्दैन। तर त्यो शरीरले कसरी काम गर्छ त भन्दाखेरि स्वास्थ्यको नियम जब हामीले पालना गर्छौँ शरीरले आफै हामीलाई ठिक गराइहाल्छ, ठिक बनाइहाल्छ। स्वास्थ्यको नियम के छ त भन्दा हाम्रो शरीर प्रकृति माताले बनेको छ। प्रकृतिमा जे तत्त्वहरू छ त्यही तत्त्व हाम्रो शरीरमा छ। प्रकृतिमा अग्नि तत्त्व छ, प्रकृतिमा पृथ्वी तत्त्व छ, प्रकृतिमा जल तत्त्व छ, प्रकृतिमा यो खाली ठाउँ आकाश तत्त्व छ, यहाँ हावा छ, यी चाहिँ वायु भन्छ त्यसलाई हैन। यो 5 पञ्चतत्त्व भनेर त सबैले कुरा त गरिराखेका हुन्छन् त। त्यही पञ्चतत्त्वले हाम्रो शरीर बनेको छ।
त पञ्चतत्त्वबाट यो प्रकृति माताबाट जति हामी टाढा जान्छौँ त्यति नै हामीलाई गाह्रो हुँदै जान्छ हैन। तर अरू सम्पूर्ण प्राणीहरू प्रकृति मातासँगै रहेका हुन्छन्, त्यही नै रहस्य हो, उनीहरू कहिले पनि बिरामी हुँदैनन्। र मान्छे भन्ने एउटा प्राणी मात्रै प्रकृति माताको नियम तोड्छ, प्रकृति माताबाट टाढा जान्छ, त्यही रहस्य हो जो मानिस सदैव बिरामी भइराख्छ, दबाई खाइराख्छ। भनेपछि प्रकृतिबाट टाढा भएकै कारण, प्रकृतिको नियम नमानेकै कारण हो त मान्छे बिरामी भएको? यस, त्योभन्दा दोस्रो कारण केही छँदै छैन। त सम्पूर्ण प्राणी प्रकृति मातासँगै छन्, त्यही भएर स्वस्थ छन्। त मानिसको अस्पताल छ, दबाई खान्छन्, डक्टर छ, त ऊ त झन् स्वस्थ हुनुपर्ने, त कसरी स्वस्थ भयो त? झन् अस्वस्थ भयो नि त। त्यही भएर हाम्रो स्वस्थ हुने नियम के हो त भन्दा प्रकृति मातासँग एकदमै सामिप्यता अपनाएर उनीसँग एकदमै सकारात्मक चाहिँ हाम्रो व्यवहार बनाएर मात्रै हामी स्वस्थ हुन सक्छौँ। त्यही भएर प्रकृति मातासँग फेरि रिकनेक्ट हुँदा साथ, प्रकृति माताको नजिकमा जान साथ हामी स्वस्थ भइहाल्छौँ। जसरी ब्याट्री, मोबाइलको ब्याट्री सिद्धिँदै गयो भनेपछि हामी फेरि प्लगमा लगेर जोडाउँछौँ र त्यसलाई चार्ज गर्छौँ, रिचार्ज भएर आउँछ, ब्याट्री फुल हुन्छ। त्यस्तै हामी प्रकृति माताको नजिक जान साथ हामी पुनः रिचार्ज भइहाल्छौँ हैन। अब यो प्रकृतिको विरुद्ध जाने, प्रकृतिबाट टाढा जाने र प्रकृतिसँग नजिक हुने भन्ने कुरा मात्रै हामीले बुझे पुगिहाल्छ। प्राकृतिक रूपमा चाहिँ आहार गर्ने भनेको सबैभन्दा प्रमुख काम पर्यो। हामीले चाहिँ अप्राकृतिक आहार सेवन गर्दाखेरि शरीरभित्र विषाक्त चिजहरू चाहिँ थुप्रिँदै जान्छ, शरीरले बाहिर निकाल्ने अवसर पनि पाउँदैन, किन हालेको छ, त्यो थपिँदै जान्छ। त्यसैले हाम्रो शरीरको सिस्टमलाई काम गर्न बाधा अड्चन गर्ने मात्रै हो, अरू रोग भन्ने केही पनि हुँदैन। अरू त सबै फर्जी कुरा हो। यो रोग भइदिए मैले कसरी ठिक गर्थेँ त? हजुरले लिइराखेका त क्यान्सरका चाहिँ अब बिरामीहरू ठिक भएका हैन, किडनी फेल भएका, अनि मैले कसरी ठिक गर्न सक्छु त? किनभने त्यो फर्जी कुरा थियो, तिनीहरूको दबाई सेवन जो गरिराखेका थियो त्यसैले सिद्ध्याउँथ्यो। दबाई बन्द गरिदिएपछि र शुद्ध आहार सेवन गरेपछि आफै शरीरले ठिक गर्दै लग्यो, मैले कहाँ ठिक गर्ने हो त हैन। त्यो भएको हुनाले कुनै रोग भन्ने नै हुँदैन। शरीरलाई टेस्ट गर्न सक्ने भनेर चाहिँ अब के हो त त्यो? अनि शरीरलाई टेस्ट गर्ने को जन्मिया छ त यो धरतीमा? मान्छेले बनाएको हो र शरीर। मानिसले त मोटरसाइकल बनाएको छ, मानिसले मोबाइल बनाएको छ, मोबाइल खोल्न मिल्छ, बनाउन मिल्छ, मोटरसाइकल खोल्न मिल्छ, त्यसलाई रिपेयर गर्न मिल्छ। यो मानिसले बनाएको शरीर होइन, यो त भगवानले बनाएको शरीर हो। यहाँ त सम्पूर्ण चिज शरीरमा फिट छ। कसरी हामी निरोगी हुने भन्ने कुरा सब भगवानले फिट गरेर पठाएका छन्। शरीरको विश्वास नगरेर अनि अरूको विश्वास गर्ने हो त? शरीरले सब चिज जानेको छ कसरी शरीरलाई स्वस्थ राख्ने भनेर, तर शरीरभित्र के छ, के गर्नुपर्छ भन्ने कुरा हाम्रो जिम्मेदारीको कुरा होइन। हाम्रो जिम्मेदारी, हाम्रो काम भनेको त शरीरको लागि के चिज बनेको छ त्यो सेवन गर्ने हो, त्यो हाल्ने हो मुखबाट हैन। भनेपछि अहिले मुखमा हामीले त्यस्तो खानेकुरा हालेकै कारणले आएको थियो एउटा समाचार मैले हेरेको थिएँ, सहरका अधिकांश मान्छे दिशा गर्न सक्दैनन्, त्यसै कारणले गर्दाखेरि रोगी छन् भन्ने एउटा समाचार पढेको थिएँ कि यो सत्य हो? दिशा गर्न नसक्नु भनेको जे चाहिँ हामीले सेवन गर्छौँ त्यो दिशाको रूपमा धेरै चाहिँ मल चाहिँ बाहिर निस्किन्छ। अब त्यो मल चाहिँ बाहिर ननिस्किएर शरीरभित्रै रुक्यो भने त अनि गाह्रो हुँदैन त? त्यस्तो दूषित चिज शरीरभित्र रुक्यो भने शरीरलाई नै उसले चाहिँ विषाक्त बनाइदिन्छ, शरीर नै सडेर गइहाल्छ। त्यही चाहिँ अब छालाको लेभलमा पुगेपछि त्यहाँ चिलाउँछ, त्यसलाई अब चिलाउने आयो भन्छन् हैन। अब त्यही गएर किडनीतिर जम्मा भयो भने किडनी फेल भयो, त्यहाँ स्टोन भयो भन्छन्। त्यही लिभरतिर जम्यो भने फ्याटी लिभर भयो भन्छन्। त्यही आँखातिर जम्यो भने जलबिन्दु भयो, मोतीबिन्दु भयो भन्छन्। त्यही ब्रेस्टतिर, पाटेघरतिर, ब्रेनतिर जम्यो भने ट्युमर भयो, सिस्ट भयो भन्छन्। त्यही फोक्सोतिर जम्यो भनेपछि त्यहाँ अस्थमा भयो, निमोनिया भयो, टिबी भयो भन्छन्। त्यही मुटुतिर जम्यो भने कोलेस्ट्रोल भयो, कोलेस्ट्रोल चाहिँ त्यहाँ चाहिँ थपेर गयो भन्छन्। अब त्यही घुँडातिर चाहिँ अब जोर्नीहरूतिर जम्यो भनेपछि युरिक एसिड भयो, बाथ भयो भन्छन्। अनि रोग कहाँ छ त? यही फोहोरहरू जम्ने त हो ठाउँ ठाउँमा गएर। हामीले खाएको खानेकुरा जहाँ जहाँ जम्यो त्यहाँ फोहोर बनेर बस्यो भने त्यसलाई नै क्यान्सर रोग यस्तो के जाति भन्ने। अनि एक्ज्याक्टली अब त्यो क्यान्सर भन्ने टेस्ट या चाहिँ कुनै पनि टेस्टले ती कुराहरूलाई प्रमाणित गर्छ गर्दैन, त्यो त आफ्नो ठाउँमा छँदैछ। तर भन्ने चाहिँ त्यही हो हैन। अब ब्रेस्टमा चाहिँ अब यत्रो डल्लो आएको छ भनेपछि त ट्युमर आयो भन्ने हो नि त। ट्युमर डेभलप भयो, यो ट्युमर भनेको नि क्यान्सर हुने हो भनेर त्यहाँ चाहिँ टेस्ट गराउँछन्। टेस्ट गराइसकेपछि त त्यस्तो खतरनाक हतियार लगेर बायोप्सी गर्ने भने आएको हो। त्यहाँभित्र ब्रेस्टमा गएर त्यहाँ मासुको टुक्रा चाहिँ काटेर ल्याएर आउने हो, त्यस्तो खतरनाक हतियार। जहाँ हाम्रो एउटा जब सियो चाहिँ
त प्रवेश गर्न सक्दैन, हामीलाई कति पीडा हुन्छ भने त्यस्तो खतरनाक हतियार त्यहाँ प्रयोग भएको छ, त्यहाँ मासुको टुक्रा काटेर ल्याएको छ, त्यहाँ खतरनाक केमिकलहरू चाहिँ प्रयोग भएको छ, अनि कसरी स्वस्थ हुने हो त? त्यस पछाडि त झन् शरीर त झन् कैयौँ गुणा विषाक्त भएर जान्छ। भनेपछि अब अहिले चाहिँ यस्तो अवस्थामा यो सहरमा यस्तो अवस्था छ, यो सहरमा बसेर पनि स्वस्थ रहन, प्रकृतिको नजिक रहन कसरी खानपान गर्ने, कस्ता खानेकुराहरू खाने? सबभन्दा गर्न त अरू कुरा पनि छन्। हामी घामको नजिक जानु पर्यो, घामसँग प्रत्यक्ष चाहिँ सम्पर्क हुनु पर्यो, ती त छँदैछन्। नाङ्गो खुट्टाले मौका मिल्नासाथ धरती मातासँग, माटोसँग, त्यहाँ चाहिँ घाँस दुबोसँग त्यहाँ सम्पर्क गर्न सक्नु पर्यो, नाङ्गी खुट्टाले टच गर्न सक्नु पर्यो, होइन, टेक्न सक्नु पर्यो। ती त आफ्नो ठाउँमा छँदैछन्। सबैभन्दा धेरै विषाक्त चिजहरू खानाको माध्यमबाट जम्छ। खानामा सुधार मात्रै गर्न सक्यो भने 80% 80% रोगहरू हाम्रो ठिक भइहाल्छ। रोग त केही छैन, तैपनि हामी भ्रममा छौँ नि। ती रोगहरू भनेको क्यान्सर पनि पर्छ। क्यान्सर जस्तो खतरनाक रोग भनेर जे बनाइएको छ, जे भ्रम छरिएको छ, त्यो पनि खानपिनमा सुधार गर्न साथ चाहिँ सजिलै ठिक भइहाल्छ र ठिक भइराखेका छन्। त यहाँ देखिराखेका छ, हजुरले इन्टरभ्यू आफैले लगिराखेका छ। कसरी चाहिँ खानाले ठिक गर्छ त भन्दाखेरि, जस्तै म एउटा सामान्य सजिलै बुझ्न सक्ने एउटा उदाहरण दिन्छु। हाम्रो मोटरसाइकलमा पेट्रोल हाल्ने मोटरसाइकल छ, पेट्रोल हालेपछि चल्छ, त्यसको चाहिँ मेकानिजम, त्यसको संयन्त्र, त्यसको चाहिँ इन्जिन पेट्रोल हालेपछि मात्र चल्छ। तर पेट्रोल, डिजेल, मट्टी तेल, खाने तेल, यी त सबै तेल त हो नि त। यी सबैले त इन्धनको काम त गर्छ नि त। त्यो जे हाले पनि त चल्नुपर्ने, त्यस्तो हुन्छ त हुँदैन। पेट्रोल र डिजेल त झन् करिब करिब एउटै हो। तर पेट्रोल हाल्नलाई भनेको गाडीमा डिजेल हालेर चलायो भनेपछि त्यो त चल्दैन नि, नचल्ने मात्र हो र त्यसको त इन्जिनै सिज भइहाल्छ। अनि पेट्रोल र चाहिँ डिजेल त दुइटै इन्धन हुन्, तर पेट्रोल हाल्ने गाडीमा डिजेल हाल्न साथ त्यो सम्पूर्ण डिजेल खाली गर्नु पर्यो, अनि मात्रै पेट्रोल हाल्नु पर्यो। त्यहाँ चाहिँ अलि आधा पेट्रोल छ, आधा डिजेल, त्यसरी चल्दैन त्यो। तर हाम्रो शरीर पनि त त्यस्तै हो नि त। हाम्रो शरीर त प्राकृतिक चाहिँ भोजनहरू सेवन गर्नको लागि बनेको हुन्छ। अब यसमा चाहिँ अप्राकृतिक खानाहरू हालेपछि त सिज हुनुपर्ने हो नि त। तर सिज किन हुँदैन त? मोटरसाइकल जस्तो सिज किन हुँदैन त भन्दा, शरीर भनेको चाहिँ चेतनशील त्यहाँ कोषहरूले चाहिँ बनेको हुन्छ। त्यहाँ चेतना छ, त्यहाँ विवेक छ, होइन, त्यसले काम गर्छ। कसरी चाहिँ यसलाई चाहिँ ठेगाना लगाउने, विषाक्त चिजहरूलाई कसरी चाहिँ ठेगाना लगाएर राख्ने, त्यो सब जानेको छ त्यहाँभित्र। अनि उसले ठेगाना लगाउँदै आउँछ। त्यो ठेगाना लगाउने भने के हो त? फोहोरहरू लगेर ब्रेस्टमा राखिदिन्छ, त्यहाँ ब्रेस्टमा चाहिँ जम्मा गरेर राखिदिन्छ। त्यो जम्मा गऱ्यो भने त सुरक्षित हुने हो नि त हामी। जम्मा नगरेर त्यो रगतमा बगिरह्यो भने, रगतमा चलिरह्यो भने त त्यहाँ त जाम भइहाल्छ सब शरीर, त धेरै घात हुन्छ हामीलाई। हो त्यही भएर त्यो त एक ठाउँमा ठेगाना लगाएर राखिदिएको पो हो त त्यो। अनि त्यो रोग हो त होइन। अब यहाँ खाना बन्द गरिदियो, त्यस्तो दूषित चिज र प्राकृतिक आहार चाहिँ जे खानु हुने चिज हो त्यो खाएपछि त बिस्तारै सफा हुँदै जान्छ, अनि अटोमेटिक ठिक भइहाल्यो। त्यहाँ के छ त? त्यहाँ जान्नुपर्ने गर्नुपर्ने केही छँदै छैन। अब के खाने भन्ने कुरा हो। के खाने भनेको यहाँ आएका बिरामीहरू जो यस्ता ब्लड क्यान्सर लाग्यो भनेर पनि चाहिँ अन्तिम अवस्थामा पुगेका, किडनी फेल भयो भनेर अन्तिम अवस्थामा पुगेका, होइन, अब हार्ट अट्याक भयो भनेर पनि चाहिँ अन्तिम अवस्थामा पुगेका, यी सबै कसरी ठिक भएर जान्छन् त? के चाहिँ सेवन हुन्छ त? सबभन्दा प्रमुख कुरा चाहिँ यहाँ गेटमा प्रवेश गर्न साथ त्यो चाहिँ जो दवाईले उहाँहरूलाई सिध्याउँदै लगेको थियो त्यो दवाई बन्द भइहाल्छ। त्यस पछाडि भित्र आइसकेपछि जुन आहारहरू हामीले घरमा सेवन गरेर राखेका छौँ पकाएको, त्यो पनि बन्द भइहाल्छ। सुरुको चाहिँ 3 दिनदेखि 6 दिनसम्म जुस मात्र चाहिँ, जुस र नरिवल पानी। जुस भनेको मौसमीको जुस 12 महिना चाहिँ पाइन्छ, मौसमीको जुस। अनि पाइनएप्पलको सिजन छ भने पाइनएप्पलको जुस पनि सेवन गराउँछौँ। र 1-1 घन्टा बिराएर मौसमीको जुस र चाहिँ कोकोनट वाटर, नरिवल पानी चाहिँ पिलाउँछु। कसैले नरिवल पानी पिउन सक्दैन भनेपछि मौसमीको जुस मात्रै पिलाउँछु। कसैले मौसमीको जुस पनि सुट गरेन भन्छन् त उहाँहरूलाई चाहिँ नरिवल पानी मात्रै पिलाउँछौँ। 3 दिनदेखि 6 दिनसम्म चाहिँ त्यसरी चाहिँ हामी राख्छौँ। अनि त्यस पछाडि त्यो किडनी फेल भएको होस्, चाहे हार्ट अट्याक भएको होस्, सबैको लागि एउटै हो। किन? रोगै केही छैन भने रोग अनुसारको हामी उपचार गर्छौँ त गर्दैनौँ। त्यो भ्रमबाट त कम्प्लिट मुक्त हुनु पर्यो। 6 दिन पछाडि बिस्तारै फलफुलमा ढाल्छौँ। थोरै फलफुलहरू चखाएर बिस्तारै बिस्तारै बढाउँदै लान्छौँ र पछि चाहिँ खाना खाए जस्तै 1-1 थाल फलफुल खान्छन् बिहान बेलुकै, होइन। बिहान करिब 6 बजेपछि यो जुसहरू चाहिँ सुरु गराउँछौँ। जुस, नरिवल पानी या नुन कागती पानी तातो बनाएर त्यसमा चाहिँ सिधै नुनको प्रयोग गर्छौँ र कागतीको रस। अनि त्यो सुरु गरिसकेपछि
अनि वाकिङ जान्छन्, योगासन गर्ने या उफ्रिने जे छ एक्सर्साइज गर्ने, ती त अब सामान्य कुराहरू ती त भइ नै हाल्छ। त्यस पछाडि फेरि करिब 8:30 बजेतिर 8 बजेपछि जुस पसलमा चाहिँ प्राय जान्छन्, नभएका यहीँ जान नसक्नेहरूलाई पनि घरमा हामीले जुस ल्याइदिन्छौँ। यो मौसमीको जुस प्राय त्यही नै चाहिँ सधैँ उपलब्ध हुन्छ, त्यो ल्याइदिन्छौँ। त्यस पछाडि अनि फ्रुट खान सुरु गरिसकेकाहरूलाई फ्रुट खुवाउन सुरु गर्छौँ। फ्रुट पनि एक थाल चाहिँ फ्रुट खान्छन्। अनि दिउँसो खाना भने मतलब यही फलफुल नै खाना हुन्छ, त्यसको 1.5-2 घन्टापछि फेरि नुन कागती पानी पिलाउँछौँ, या कसैलाई चाहिँ अब नरिवल पानी पिलाउँछौँ या जुस नै पिलाउँछौँ हैन। अब कसैले चाहिँ अब जुस पर्दैन, त्यही नुन कागती पानी नै ठिक छ भन्छन्, त्यसरी चाहिँ हुन्छ। अनि 3 बजेतिर फेरि फ्रुटहरू खुवाउँछौँ। त्यहाँ चाहिँ धेरै हुँदैन, एउटा स्याउ या चाहिँ 100 ग्राम अङ्गुर हैन, सिजनको जे छ, कहिले चाहिँ त्यो वाटरमेलन अनि कहिले चाहिँ त्यो अनार, यसरी खुवाउँछौँ। 4:30 बजेतिर टन्न लाएर फेरि चाहिँ फलफुल 3-4 थरीको सिजनको फलफुल, मौसम अनुसारको चाहिँ फलफुल एकदमै सस्तो पनि हुन्छ, त्यो फाइदाजनक पनि हुन्छ। सकेसम्म स्थानीय चाहिँ भयो भने त अझै राम्रो हुन्छ, त्यो खुवाउँछौँ। 5 बजेसम्म खाइसक्छन् र आजको खाना पुरा भयो हैन। तर चाहिँ 6:30 बजे 7 बजेतिर फेरि नुन कागती पानी पिउने इच्छा गर्छन् त उहाँहरूलाई त्यो नुन कागती पानी चाहिँ पिलाउँछौँ। तर सुरुको दिनमा त जुस त चाहिँ 10 गिलास त कम्तीमा पनि पिलाउँछौँ, 10 देखि 12 गिलाससम्म पिलाउँछौँ। राति 8 पनि बज्न सक्छ त्यस्तो गर्दाखेरि। त्यो गर्दै गइसकेपछि 15 दिन 20 दिन देखि लिएर चाहिँ 35 दिनसम्म पनि त्यही फलफुल र जुसमा चाहिँ राख्छौँ हामीले। अनि जसले 20 दिनमा चाहिँ कम्प्लिट भयो उसको फलफुल खाने भनेपछि 21औं दिनमा उसलाई तरकारीको चाहिँ रससहितको तरकारी खुवाउँछौँ, थोरै यति खुवाउँछौँ हैन, 1 कचौरा जति। त्यसमा अरू सबै कुरा हाल्छौँ हामी, तेल चाहिँ प्रयोग गर्दैनौँ। तेलमा कुनै पनि चिज फ्राई गरिसक्यो भने त्यो विषाक्त भइहाल्छ। त्यही भएर तरकारीलाई सकेसम्म काँचै खायो भने त फाइदा हुने भयो सबै कुरा। तर त्यसलाई उमाल्यो भने पनि विषाक्त त बनेन, त्यो चाहिँ तेलमा फ्राई गरेको 100% बिक त बनेन। त्यहाँ 20-30% चाहिँ फाइदा हुने चिज पनि बच्यो र त्यो विषाक्त पनि चाहिँ बनेन, त्यस्तो खतरनाक चाहिँ बनेन। र त्यसरी चाहिँ त्यसमा नुन, सिधै नुन हाल्ने हो। सिधै नुन भनेको रक साल्ट भन्छ अङ्ग्रेजीमा। रक भनेको चाहिँ चट्टान भयो, पहाडभित्रको चट्टान हो त्यो। हिमालयन साल्ट पनि भन्छ, हिमालयतिर पाउने, हिमालय रेन्जमा पाउने भएको हुनाले माउन्टेन साल्ट पनि भन्छ। अलिअलि गुलाबी पनि कलर पनि त्यसमा देखिने हुनाले पिङ्क साल्ट पनि भन्छ। तर त्यसलाई पिसेको चाहिँ हामी ल्याउँदैनौँ, आफैले घरमा ल्याएर पिस्ने हो। त्यो पहिलाको ढिके नुन जस्तो फास्ट त जाँदैन जुन बेला चाहे त्यस बेला। तर 10-15 दिनको लागि पिसेर राख्ने, धेरै दिनको लागि चाहिँ पिस्यो भने त त्यो पनि त बिग्रिहाल्छ। सिधै नुन चाहिँ प्रयोग गर्ने तरकारीमा, तेल मात्रै नहाल्ने भनेको छु, अरू त सबै चिज हाल्ने हो। मसलाहरू जे छन्, अब त्यो जिरा, धनिया, अब यस्तो चाहिँ बेसार, अब यी त सबै जो हाम्रो भान्सामा प्रयोग हुन्छन् जडीबुटीहरू, त्यो त संसारकै उत्कृष्ट चाहिँ औषधीय गुण भएका जडीबुटीहरू हुन् त। अनि नेपालले खाने भन्दैमा त्यो केही पनि होइन भन्न मिल्छ त। ती त सबै प्रयोग गर्ने, तर ताजै हुनु पर्यो, आफैले पिस्नु पर्यो। पिसेको चाहिँ ल्याएर आउने होइन। ओके, अब पिस्न झन्झट लाग्यो भनेपछि दानै हाल्दै पनि हुन्छ। हरियो धनिया त पछि पाकिसकेपछि हाले पनि भइहाल्यो। अब कसैले नुन पनि पाकिसकेपछि हाल्यो भने राम्रो हुन्छ, तर हामी त पहिल्यै हाल्छौँ। यहाँ त्यतिसम्म त अब हामी जाँगर त छैन हैन। अब त्यस पछाडि खाना चाहिँ खान सुरु गरिसकेपछि पनि 1 छाक मात्र चाहिँ सेवन गराउँछौँ हामी। पछि पनि उनीहरूले चाहिँ 1 छाक सेवन गर्ने हो, किन 1 छाक धेरै भइराखेको छ। अनि 2-2 छाक कसरी खाने त? अरू फलफुल खाने त छँदैछ। यसरी चाहिँ अब यस्तो चाहिँ अन्तिम अवस्थामा पुगेका मान्छेहरू पनि सबै ठिक भएर जाने हुन्। यी कुराहरू त सामान्य कुरा छन् त, यो त घरमा जसले गरे पनि भइहाल्यो। जसलाई डर लाग्छ, जो तर्सिन्छन्, उनीहरूले त यहाँ आउनु पर्यो, यहाँ पैसा पनि तिर्नु पर्यो हैन। घरमा आफैले गरे भनेपछि के को पैसा तिर्नु पर्यो? केही न केही रोगै छैन भने त्यहाँ के डराउनु पर्यो, के चिन्ता छ? कुरा यही हो हैन। हजुर, हामी तपाईसँग विभिन्न विषयवस्तुमा यसरी नै कुराकानी गरेर जनतालाई जानकारी दिँदै जानेछौँ। यहाँको महत्त्वपूर्ण समय अनि महत्त्वपूर्ण कुराकानीको लागि धेरै धेरै धन्यवाद हजुरलाई। हजुरले पनि चाहिँ अब एकदमै विपदको बेला, कोरोना आतङ्कवादको बेला, घरबाट निस्किनै नसक्ने बेला पनि त्यत्रो आफ्नो ज्यानको जोखिम राखेर हामीलाई अनवरत रूपमा नथाकेर यत्रो साथ दिइरहेकोमा हजुरप्रति धेरै आभारी छौँ। र हजुरलाई पनि मौका पर्यो भनेपछि हामीले त्यो ऋणको बदला पनि, गुणको बदला गुण पनि तिरौँला भन्ने आश चाहिँ छ। हस्, धेरै शुभकामना छ हजुरलाई पनि।